डिपेन्डेन्ट सहित जान पाइने वान अफ द बेस्ट अप्सन भएको कन्ट्री न्युजिल्यान्ड हो। न्युजिल्यान्डमा तपाईँले जुनसुकै लेभलको स्टडी गरे पनि आफ्नो डिपेन्डेन्ट स्पाउसलाई लान सक्नुहुन्छ। यदि तपाईँले मास्टर्स पढ्दै हुनुहुन्छ भने तपाईँको डिपेन्डेन्टले वर्किङ राइट सहितको डिपेन्डेन्ट भिजा पाउनुहुन्छ। र यदि तपाईँको कोर्स मास्टर्स नभएर डिप्लोमा लेभल 7 छ और ब्याचलर छ और पोस्ट ग्रेजुएट डिप्लोमा लेभल 8 छ भने पनि यदि त्यो कोर्स ग्रिन लिस्ट अकुपेसनमा रहेको कोर्स छ भने तपाईँको डिपेन्डेन्टले वर्किङ राइट सहितको डिपेन्डेन्ट स्पाउस भिजा पाउनुहुन्छ। अब त्योभन्दा बाहेकको केसमा डिपेन्डेन्ट भिजिटर भिसा हुन्छ जसले काम गर्न चाहिँ पाइँदैन। अब डिपेन्डेन्टको लागि के छ त रिक्वायरमेन्ट? स्पेसिफिक डिपेन्डेन्टको रिक्वायरमेन्ट केही छैन, कुनै तपाईँको एकाडेमिक रिक्वायरमेन्ट छैन, तर रिलेसनसिप चाहिँ जेन्युन हुनु पर्यो। रिलेसनसिप भेरिफाई गर्ने तपाईँसँग म्यारिज सर्टिफिकेट, म्यारिजका फोटोजहरू, सोसल साइट्सहरूका चाहिँ तपाईँको टाइमलाइन, फ्यामिली फङ्सन्सहरू, सो द्याट कि त्यसले प्रुफ गरोस्। तपाईँको पोसिबल भएसम्म चाहिँ जोइन्ट ब्याङ्क एकाउन्ट लगायत कसरी तपाईँले आफूलाई प्रुभ गर्न सक्नुहुन्छ कि वी आर दि कपल भनेर। र अब खर्चको सवालमा डिपेन्डेन्ट भिजाको चार्ज भने तपाईँको 1630 न्युजिल्यान्ड डलर छ। अलिकति एक्सपेन्सिभ छ डिपेन्डेन्ट भिजा अप्लाई गर्नको लागि। डिपेन्डेन्ट भिजा अप्लाई गर्दाखेरि चाहिँ लाइसेन्स इमिग्रेसन एडभाइजर थ्रु गर्नुपर्ने हुन्छ र लाइसेन्स इमिग्रेसन एडभाइजरको डिफ्रेन्ट चार्ज रहन्छ। एडिसनल खर्चमा ब्याङ्कमा 5 to 7-8 लाख ब्याङ्क ब्यालेन्स भए पुग्छ। सकेसम्म एकैचोटि डिपोजिट नगराउनु होला। र अन्य भनेको तपाईँको ट्राभल, सपिङ र आफ्नो पकेट एक्सपेन्सेस मात्र हो। त्यस कारणले गर्दाखेरि डिपेन्डेन्ट इज पोसिबल इन न्युजिल्यान्ड, बट त्यहाँ कन्डिसन्सहरू छ। तपाईँले आफूले अप्लाई गर्दै गर्दाखेरि कुन कोर्स हो, कुन लेभल हो, त्यो कुरा ख्याल गर्नु होला। र एउटा मात्र पार्ट यसमा इम्पोर्टेन्ट के छ भने डिपेन्डेन्टको भिजा ओन्स स्टुडेन्टले भिजा पाइसकेपछि मात्र अप्लाई गर्ने हो। त्यस कारणले गर्दाखेरि स्टुडेन्टले भिजा पाइसक्नु भए पछाडि इमिडिएट जस्तो डिपेन्डेन्टको भिजा अप्लाई गर्न मिल्छ। फर एनी गाइडेन्स or support, visit study destination center for New Zealand.